DJI को भर्खरै लन्च भएको Osmo Pocket 4 क्रिएटर कम्बो क्यामेरा लेन्स घरमा रिस्टक भइसकेको भ्लग युट्युब नभए ट्राभल भिडियोजको लागि सानो साइजको बट एकदम पावरफुल ग्याजेट हो। यो चाहिँ भर्खरै DJI ले लन्च गरेको मोडल हो। प्राइस पनि बेस्ट प्राइस छ, अझै एक्सचेन्ज अफर पनि छ। तपाईसँग क्यामेरा लेन्स नभए Osmo Pocket 3 छ, Insta360 छ, ड्रोनहरू छ भने भ्यालुएसनको आधारमा साट्न पनि मिल्यो। त्यसको लागि बुझ्नको लागि WhatsAppमा मेसेज गर्न सक्नुहुन्छ। क्याश अन डेलिभरी अल ओभर नेपाल हुन्छ। Osmo Pocket 3 छ तपाईसँग भने Osmo Pocket 4 मा अपग्रेड गर्नुको थुप्रै फाइदा छन्। फर्स्ट अफ अल तपाईले यसमा DJI को माइक 3 को ट्रान्समिटर पाउँदै हुनुहुन्छ, सो तपाईको साउन्ड पनि धेरै नै इन्हान्स हुन्छ। अर्को भनेको यसमा 2 टाइम्स लसलेस जुम पनि छ, सो तपाईले जुम गर्नुभयो भने पनि पहिला हल्का क्वालिटी ड्रप भएको जस्तो फिल हुन्थ्यो भने अब तपाईलाई त्यस्तो फिल पनि हुँदैन। यसमा अर्को भनेको क्रिएटर कम्बोमा तपाईले पहिलादेखि एउटा सानो टाइपको फिल लाइट पनि पाउँदै हुनुहुन्छ। यसमा अहिले तपाईले म्याग्नेटिक चार्जिङ केबल पनि पाउँदै हुनुहुन्छ। पहिलाको भन्दा क्वालिटी पनि अपग्रेड भएर आएको छ। 4K मा 240 FPS सम्म तपाईले रेकर्ड गर्न सक्नुहुन्छ। यसमा चाहिँ अब बिल्ट इन 107 GB को स्टोरेज पनि दिएको छ। त्यही पनि तपाईले अब मलाई छुट्टै अझै स्टोरेज एक्सपान्ड गर्नुपर्छ भन्नुहुन्छ भने छुट्टै तपाईले SanDiskको कार्ड यसमा लगाउनु पनि सक्नुहुन्छ र कार्ड चाहिँ तपाईले सेपरेटली पर्चेज गर्नुपर्ने हुन्छ। बेस्ट प्राइस त क्यामेरा लेन्स घरमा भइ नै हाल्छ र तपाईले यो सामान चाहिँ क्याश अन डेलिभरीबाट अल ओभर नेपाल जता हुनुहुन्छ सजिलै मगाउन सक्नुहुन्छ। नर्मली 1 देखि 2 दिन जस्तोमा आइपुगि नै हाल्छ। बाँकी रहेको फुल पेमेन्ट आफ्नो हातमा सामान आएपछि गर्न पनि मिलिहाल्छ र एक्सचेन्जको लागि चाहिँ तल दिएको WhatsAppको नम्बरमा एड अप गर्नु होला र बेस्ट प्राइस बाहिर भन्ने कुरा आएन, सो प्राइसको लागि पनि पक्कै एकचोटि WhatsAppमा मेसेज गरिदिन सक्नुहुन्छ। बाँकी हजुरलाई क्यामेरा किन्नु पर्यो, क्यामेरा बेच्नु पर्यो, क्यामेरासँग यो Pocket 3 साट्नु पर्यो, Pocket 3 सँग Pocket 4 साट्नु पर्यो, Pocket 3 पनि ब्रान्ड न्यूमा चाहिरहेछ, बजेट कम छ भन्नुहुन्छ भने Pocket 3 पनि अहिले रेट घटेर आइसकेको छ, त्यो पनि हामीसँग ब्रान्ड न्यूमा छ। बुझ्नको लागि पक्कै पनि WhatsAppमा एड अप गरेर कुराकानी अगाडि बढाउन सक्नुहुन्छ। हस् त, धन्यवाद।